चाहिँ हाम्रो नर्मल डे भ्लग डे होइन नाइट भ्लग हुँदैछ वेलकम ब्याक टु माई च्यानल गाइज अब हामी रिनाकोमा गएर आज हामी अनप्लान्ड ट्रिप हुँदैछ रिनाकोमा गएर खाना पकाएर खाने राइडर सोनी हो र आज हामी पार्टी गर्दैछौँ गाइज अब रिनाकोमा गएर किनमेल गर्ने बेलामा भिडियो बनाउला है त रोड चाहिँ एकदम धेरै चिसो रहेछ निहरू धेरै पनि धेरै गफ गरे हुन्छ रोड एकदम चिसो रहेछ उहाँ पुरा रोड चिसो होइन कि हावा वेदर एकदम चिसो छ बबिन बनाएको के अरे हाइलाइटमा चाहिँ उयो के थम्बनेलमा उयो के अरे यति राति दुईजना केटी र एकजना केटा जाँदैछन् क्या के भने केही पनि बुझिने तर हाँस्थे यति राति दुईजना केटी र एकजना केटा जाँदैछन् कता भनेर क्याप्सन राखेर के थम्बनेल हाँस्न उठेको छैन राख्नुपर्छ कस्तो मुखै नेपालमा कसले भने रकेट छैन हाम्रो पनि रकेट छ नि लन्च हुँदैछ रकेट हाम्रो नेपालमा पनि छ नि के खाने राति चटपटी खान्छ नि होइन अहिले के भयो त के चटपटी खाँदैन नि मौरत निकाल्नु पर्ने हो यो समयमा चाहिँ चटपटी खानु पर्छ अहिले चाहिँ हाम्रो यहाँ किनमेल हुँदैछ गाइज फाइनल्ली हामी रिनाको घरमा पनि आइपुग्यौँ रिनाको घर पनि आइपुग्यौँ हामी अब खै के स्वागत सत्कार के हुन्छ के पकाएर सोनी पनि छ यहाँ रक्सी र यो चिप्स खाइरहेको छ सोनी होइन अब एकछिनमा होला नि त ल अहिले चाहिँ हाम्रो अब के भन्नु खाजा भन्ने कि रामेन रेडी भयो रामेन पार्टी अब खाना नखाइने हाम्रो कुक उहाँ हुनुहुन्छ कोरोना कुक सेफ कस्तो कोरोना कुक भने हौ रामेन त तर दामी देख्यो है नि पानी रहेछ नि त मुनि त अलिअलि त केही पनि हुँदैन क्या घरको साउनी उहीँ हुनुभयो थ्याङ्क्स है थ्याङ्क्स फर तोङबा तोङबा त हामी खाँदैनौँ त्यही पनि थ्याङ्क्स फर तोङबा राम्रो बनायो अब एकछिनमा हामी खाएर के बनाउँछ होला भ्लग है त ल केही भन्नु मेरो भ्लगमा आउनु पाएन भन्थ्यो ल अस्तिदेखि ल भन मेरो भ्लगमा आउनु पायो नि अब तिम्रो भ्लगमा हामी आउन पाएन निकै हर्षित हृदयदेखि प्रफुल्लित छौँ हामी एकदम आफूलाई भाग्यमानी सोचिरहेको छौ तिम्रो अनि म सब्सक्राइबरहरूलाई चाहिँ के भन्न चाहन्छु भने हाम्रो लागि प्लिज ब्याड कमेन्ट चाहिँ नगरिदिनुहोस् होला हृदयदेखि नै यो चाहिँ हजुरहरूको लागि चाहिँ बिन्ती छ है अनि भन न टिकटकको फलोवर तिम्रो धेरै अनि तिमी चाहिँ केही नबोल्ने ल भन न के ब्लगको लागि पकाउनै व्यस्त हुनुहुन्छ उहाँ म्याम चाहिँ त्यतिकै गफ हानेको नि फेरि यस्तो चाहिँ नहाल्दा सब हाल्ने के खाएको भाँडामा चाहिँ हुन्छ अब उहाँ ए हो ल भाइहरू नि भ्लगमा बोल्छन् नि अब भाइहरूलाई नि भेटौँ दाइको प्यान्ट च्यात्या छ आज अलिकति को बोल्ने तिमी कि हामी नि बोलौँ भनेर त्यो भाइ 15 वर्षपछि भेट्यो भाइलाई भाइ हलक्कै बढिसकेको भाइलाई सानै देखेँ बडी बिल्डर भएछ भाइ अहिले बरु अनि साथीहरूलाई हामी पनि छौँ भ्लगमा भनेर सब्सक्राइब गर्न भ्लग आउँछ छिटै आउँछ है नलुकिकन भन न फेरि के अरे आउँछ एक हप्तापछि आउँछ अब म बिजी मान्छे हो नि तर पहिला टिकटक बनाउँदा त राम्रै थियो अहिले मोटा छ है ऊ पनि बिच होइन अहिले राम्रै छ किन पाकेन अझै किन उमाले पानी सुकाएको
निकु भाइ पनि आइसक्यो के छ अब चाहिँ हाम्रो सुरु भयो यहाँ बालको दोकान पनि हुन्छ अब तै जस्तो चल्दा पर्दैन के अरे सुरज अनि के अरे उसको नाम प्रिन्स छ अनि हाम्रो निकु के अरे निकु भाइ हेलो भाइहरू कान्छी पनि छन् ब्लगर बोय पनि छ फाइनली बिहानी पनि भयो तर खाना खाने केही सुरसार छैन भोक लाग्छ अब साउनीलाई भन्दाखेरि साउनीले नि केही कष्ट गरेर हामी पाहुनाहरूले बिजोक छ यहाँ भोकले यसरी डलिरहेको छ न चिया पानको व्यवस्था छ साउनी त्यहाँ अब खाने मान्छेहरूले भन्नु पर्यो नि कति नयाँ ठाउँमा आएको नौलो ठाउँमा आएको भए पनि एउटा केही वास्ता गर्दैन गाइस केही विवेक कहाँ पुग्यो होइन अब दुध ल्याएर पर्दैन अब कफी ड्याङ्की मासु नै खाउँला अब हामी होइन अनि सोनी आऊ न अनि हामी यहाँ भोकले यसरी बसिरहेको थियौँ ऊ चाहिँ मेरो हेड मसाज गरिदिनलाई राखेँ मैले ल हेड मसाज कपाल नधरी लाउ न खै हात लाउ न यहाँ हेड मसाज गर्नु राखेँ होइन उता चाहिँ अनि राम्रो हो यसरी ठिक छ यतातिर मेसेज आएको ओ वा नाइस अब हामी खाना खाने बेलामा भर्खर उठ्यो अनि खाना खाने बेलामा हामी भिडियो बनाउँछौँ गाइज अब हेयरस्टाइल चाहिँ कडै देखाएको छ जे होस् अब खाना पकाउने बेला हाम्रो अदुवा लसुन टिप्न यो कपिराइट लाग्छ यार बन्द गर न अदुवा लसुन हामी टिप्न जाँदैछौँ अहिले चाहिँ बारीमा कहाँनिर कहाँ यहाँ खेलकुद पनि भइरहेको रहेछ नाक कोटाउँदै अनि यो के बारी हो ओए त्यो के हो त्यो पुरै फाडेको आमा डाँडै फाडेको त त्यहाँ उतै प्लटिङ बनाउनु हो र लिन्छ होइन बिचरा मोटा र यहाँ फेरि 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 गाउँ हो कि जाउँ होला जाउँ होइन यो गाउँ हो यो गाउँ यो हाम्रो दुश्मनको हो यहाँ रिनाको दुश्मन पनि रहेछ गाई यता अहिले मेरो होइन मम्मीको हो अब मम्मीको के अरे दुर्गेशको गीत रे यो आलुबारी चाहिँ तिमीहरूको हो ओ विवेक भाइले मेरो स्कुटी लगेर लडाएर ल्याए जस्तो हामी चाहिँ हामीको बारी हेर्दै हाई बबी ब्लगर बोयलाई नि खिच कहाँनिर हो लसुन टिप्ने नि आमा मामा उता हेर न त मिले टिपिरहेको खिच न तिमी त कस्तो कस्तो टिप्नुपर्छ म्याम हाम्रो यो लसुन चाहिँ तिमीले तिर्नु पर्दैन हजुर यसलाई हेरे हो खै देखाउनुहोस् त एकचोटि क्वालिटी ए भगवान् यस्तो रहेछ नि हाम्रो यो चाहिँ सबैहरुको पेटले गर्दा नै निउरिन सक्नु भएको छ हाम्रो एकदम अबे कस्तो देखेर यतिले पुग्छ अब यो त म्याम चाहिँ लसुन टिपिरहनु भएको छ हग्नु बसेको जस्तो म चाहिँ यहाँको भ्यूमा पुरा मन्द मन्द भइरहेको मन्द मन्द भइरहेको यहाँको भ्यूमा भ्यू त खासै यस्तै उस्तै नै हो मन्द मन्द भइरहेको छ रिनाको बुवाको सुरुवाल लाएर मन्द मन्द भइरहेको ऊ त्यो नि देखाउनु त्यो मन्दिर देखाउनु त्यो के भाइरल यहाँको के भाइरल मन्दिर होइन त्यो कहाँ हो त्यो देखेन त्यो भाइरल मन्दिर कतिको टाढा मी देख्यो त्यहाँ ए सिधा हो त्यहाँ भाइरल मन्दिर पनि हाम्रो यतै छन् अब हामी टाइम लाग्छ जाँदाखेरि उता भोडे भाइलाई नि विवेक अब हामी धानबारीबाट नि फर्किसक्यौँ धान होइन कि यो यति बेलामा पनि धान फल्छ भने पागलहरू गाउँ हो कि गाउँबारीबाट नि फर्किसक्यो हामी
रिनाको गाउँबाट फर्किँदैछु अब मासु पकाउने बेला हामी भिडियो बनाउँछ होला त्यो स्कुटर एउटा लिएर आइज न भने आज चाहिँ यहाँ हाम्रो कुकम्यान हुनुहुन्छ बबिन मिठो पकाउ ल के बनाउँदै हो यो यो च्याउ हो आज अब हामी च्याउ खान लाग्यो च्याउ चाहिँ हेर्दै बाँच्नु हो खाना तरकारी बनिसकेपछि हामी अब खाना पस्किन्छ यस्तो गर न यसरी ट्याप्प फाइनली हाम्रो तरकारी पनि पाकिसकेको छ हाम्रो यहाँ सादा सादा होइन पुलाउवाला भएको यो बनिसक्यो अनि तरकारी के अचार सचार के बन्छ कि म्याम अब घरको धनीलाई सोध्नुपर्छ अचार बनाउने ए हाम्रो तरकारी मात्रै नि मैले बनाएको कस्तो लाग्यो तरकारी एकदम दामी है ठिक छ है ल अचार चाहिँ नबनाउने है गोलभेडाको अचारहरू के प्लिज गएर निक्मीलाई सोध्नु होला अचार बनाउने कि नै भनेर ल ठिक छ मेरो भनाइ केही छैन ल चाहिँ इन्डिङ भइसक्यो मासुको अब यहाँ बबिन द सेफले धनियाँको टपिङ गर्दैछ माथिबाट वाउ ल खाना खाएर हेर्नुपर्छ मैले एकदम मिठो बनाएको बनाउने साथीहरूलाई कुर्दा एकदम ढिलो भइछ अझै पनि यहाँ बाबु सर याङचेलाई फोन गर्दै हुनुहुन्छ आधा घन्टा यतै वेस्ट भइसक्यो